हाई नमस्ते साथीहरू, तपाईहरुले यो सन्तोष देउजा नाम चाहिँ कतिको सुन्नु भएको छ। तपाईको सन्तोष देउजा चितवनको एकजना हुनुहुँदो रहेछ हाम्रो अब मिडिया कर्मी भन्ने कि उहाँ अब दैचिउरे हैन कहिल्यै चाहिँ एमालेको झोला बोक्दै हिँडेका कुनै दिन तपाईको फेरि मै तेरो तै मेरो भन्दै प्रचण्डको झोला बोक्दै रेणु दाहालजीसँग चाहिँ नाता गाँस्दै हिँडेका हैन। आज मैले एउटा चाहिँ उहाँको पोस्ट देखेँ गगन थापा दाइको बारेमा। उहाँले एउटा लेखेको यस्तै यस्तै झोले प्रवृत्तिका मनुष्य भएका व्यक्तिहरूले गर्दा हो क्या देश बिग्रेको, सबै कुरा बर्बाद भएको। पत्रकारले निष्पक्ष पत्रकारिता गर्न नसकेको, राजनीति गर्नले निष्पक्ष राजनीति गर्न नसकेको हैन, शिक्षकले निष्पक्ष शिक्षक बन्न नसकेको यस्तै यस्तै सन्तोष देउवा जस्ता व्यक्तिहरू दैचिउरेहरूको कारणले गर्दा हो क्या देश बिग्रेको हैन। आज फेरि गगन दाइको बारेमा पुरै उकासी लेखेको रहेछ हैन। सन्तोषजी धन्यवाद छ तपाईलाई। तर तपाईँ जस्ता नेता, तपाईँ जस्ता चाहिँ व्यक्तिले गर्दा नै हाम्रो देश चाहिँ बिग्रेको सन्तोषजी है। अब बाँकी मैले केही भनिनँ यार, पुग्यो। चिन्नुहुन्छ भने ठिकै छ, चिन्नु भएको छैन तपाईहरुले भने पनि ठिकै छ। यस्ता दैचिउरेहरूलाई चिनिरहन आवश्यकता पनि छैन। फेरि मलाई त्यसो भन्न मन लाग्यो भनिदिइहालेँ हैन। सहीको सपोर्ट गर्नुपर्छ, सत्यको सपोर्ट गर्नुपर्छ जहिले पनि मान्छेको जिन्दगीमा क्या। सही चिज माथिबाट भगवानले हेर्दा पनि शराब नदियोस्। यो मान्छेले सत्य बोलेको छ, यो मान्छेले सत्य गरेको छ, यो मान्छे सही छ भन्ने चाहिँ हुनुपर्छ क्या। तपाईँ जहाँ फल पाइन्छ तपाईँ त्यतै जुमिदिइहाल्ने हैन। आज चाहिँ फलानुसँग फल खान पाइयो यतै, भोलि अर्कोसँग खान पाइयो उतै, आखिर जिन्दगीको अस्तित्व चाहिँ रह्यो के? केही पनि रहेन। जस्तै सन्तोष देउजाजीको जस्तो क्या। थ्याङ्क यू सो मच। नमस्ते गाइज।